बाटो एकदम जलल्लै छ एकदम सट्ट सफा यस्तो राम्रो बाटो छ यो बागवानको बाटो तपाईहरु पनि आउनु होला तपाईहरु स्याङ्जाबासी हुनुहुन्छ भने पोखरादेखि डाइरेक्ट आतो खसो हुँदै बागवानको बाटो आउनु होला बाइकको साउन्ड चाहिँ मिठो छ है गाइस एकदम मैले गियर चेन्ज गरेको छैन यो दुई गियरमा राखेको छु गाइस कति चेन्ज गरेर राखेँ भनेर बाटो न एकदम यहाँ चाहिँ उतातिरको बाटो हेर्नु कस्तो दामी भ्यू उता पिछेको बाटो पुरा जाम भएर एकदम झ्याउ हुन्छ तर यो बाटो चाहिँ एकदम खुला छ है गाइस हाँ दुईमा यो चाहिँ क्रिस्टी हो गाइस क्रिस्टी जिरबुटो यो क्रिस्टीमा आइसक्यो अब गाइस यो चाहिँ तपाईहरु ड्राइभिङ गर्न सिक्नुहुन्छ लाइसेन्स गर्न सक्नुहुन्छ यो बाटो आउनु होला यो ठ्याक्कै 8 बनेको छ है गाइस 8 यो घुम्टी चाहिँ ठ्याक्कै 8 बनेको छ पानी परेको अवस्था हल्का हल्का म जहिले पोखरादेखि गाउँ आउने बेलामा पानी परेकै हुन्छ गाइस राणाभात कुल मन्दिर ठुला चर हुन्छ यसलाई यतिखेर चाहिँ मैले बाइकलाई न्युट्रलमा राखेको छु गाइस तर अलि प्रेसर ब्रेकलाई प्रेसर पर्छ गरे यो त डोल डिस्क छ गरे दुईटैतिर डिस्क हुन्न न्युट्रल मात्रै कहिले स्टार्ट बन्दै हुन्न है त्यही हो 3 र 3 मा चाहिँ हल्का कम भयो भने झ्यापै हुन्छ 2 मा खासै हुन्न 2 मा 9 10 सम्म हुन्न त्योभन्दा अझै घट्यो भने हुन्छ 1 मा त अब 0 मै पुगेपछि छ्याप्पो हुने तीनमा चाहिँ एकदम मजाले स्मुथमा हुन्छ खासै गति धाउ छैन आउन्न 4 मा त अब पुरा हाइवेमा मात्रै हो एकदम साह्रै नै स्पिड लानु छ 5 मा त अझै हुन्न अझै बाटो लामो छ गाइस Malunga tertesi gumti road.
यस्तो घोडा ऊ भएको मेरो घोडा दुखे जस्तो हो त्यो प्यान्ट धेरै टाइट भएर त होइन यसमा गानाहरू सुन्न नि मिल्छ कि त्यो मोबाइलबाट सुन्नुहोस् मलाई मिल्छ तँलाई लगायो भने तेरोमा हुन्छ मलाई मेरोमा भइरहेको छ झाउलायो भने बार्खा लाग्न 16 किलोमिटर छ पुल आउन 5 किलोमिटर छ है गाइज बाटा घुम्दै घुम्दै छ गाइज Hey there. Subscribe to my channel and also press this bell icon. पाँच 20 भएको अवस्था मोबाइलको आवाज राम्रो छ मोबाइलको राम्रो छ आवाज तपाईँको त सानो आवाज नि यार यहाँ मेरो एउटा प्लस बटन छ त्यसलाई अब बेसी गर्छ त्यो त प्लस छ कि प्लस कतातिर यो त प्लस छ माइनस छ सानो छ त्यही न अच्छा अझ ठुलो गर्छ अझ अझै भयो बल्ल आयो बक्रेक आयो है गाई चाहिँ यो चाहिँ बक्रेक भन्छ यसलाई चाहिँ यहाँ चाहिँ अब कास्के र स्याङ्जाको बोर्डर हो यो चाहिँ अब स्याङ्जा सुरु भयो गाई चाहिँ स्याङ्जा सुरु भयो यहाँ पनि घुचुक हुन्छ है यो हामी टेस्टिङ गर्छौँ यो दुई गियरमा यो ठाडो उकालो कतिको तान्छ यो बाइकले यो बाइकको पावर चेक गर्छौँ हामी दुई गियरमा यो ठाडो उकालो कतिको तान्दो रहेछ यसले यस्तो मोड छ कि घुम्दै फेरि यहाँ चाहिँ ल ताने गाइजहरू ताने है गाइज दुई गियरमा यस्तो उकालो पनि तान्दै है गाइज बाइकले तानेको अवस्था तान्ने रहेछ गाइज पावर त हो दुई गियरमा तानेको अवस्था यो उकालो है अब यो उकालो कतिको तान्छ दुई गियरमा तान्ने रहेछ गाइस तान्ने रहेछ